चुनावमा आलु मुला गान्टे चाहिँ पुराना दलका उम्मेद्वार हुन्छन् भने एभोकाडो किवी ड्रागन फ्रुट चाहिँ नयाँ जोशसँगै नयाँ दलमा हुन्छन्। नयाँ दलका उम्मेद्वारले चुनाव त जित्नै पर्छ भन्दै नयाँ नयाँ रणनीति बनाउँदै अघि बढ्छन् र पुराना दलहरू भने रणनीति मात्रै बनाएर हुँदैन, देश चलाउन गाह्रो छ, लौ कसरी जित्छौ हामी पनि हेरौँला भन्दै भाषण गर्छन्। कौलिकी कान्छा ससुरा आलुकाजी पुराना दलका उम्मेद्वार हुन्छन् भने कौलिकी बा चाहिँ नयाँ दललाई सपोर्ट गरी भोट माग्न हिँड्छन्। एक दिन आलुकाजी र कौलीको सासूको कुरो हुन्छ र आलुकाजी, होइन कस्तो विपक्षी दलको बुहारी बे गरे, तपाईको बुहारीको बालाई सम्झाउनु पर्यो, कि त मेरो पार्टीतिर लाग्नु कि त चुपो लाएर घर बस्नु, नत्र तीर्थ जाने बेला आर्यघाटतिर जानु पर्ला नि भनेर भन्छ। र सासू, त्यही त देवर बाबु, तपाईको भतिजोले नि कस्तो केटी बे गर्यो, न त घर हेर्न जानेछे न त पकाउन नै जानेछे, खाली हातमा मोबाइल लि छतमा गई नाची मात्र बस्छे, बुहारी त भइहाल्यो, अब हुँदा हुँदा बुहारीको बाले पनि टेन्सन दिने भो भनेर भन्छे। दुईजना कुरा गरे कौलीले सुन्छे र आलुकाजीलाई अरूलाई धम्काई तर्साई नेता बन्नुभयो, नेता बनी देश लुट्नु भो, अब हुँदा हुँदा आफ्नै सम्धी मेरो बालाई आर्यघाट पुर्याउँछु भन्दै धम्की दिने। बिचरा मेरा बा, पुरानाले त केही गरेनन्, नयाँले केही गरिहाल्लान् कि भनेर देश बचाउन लाग्नु भएको छ। तपाई जस्तो महान नेता भएर मेरो बालाई सघाउनु त कहाँ हो, उल्टै सिद्ध्याउँछु भन्ने। खबरदार, मेरो बालाई छोएर त हेर्नुस्, आलु तास्ने पिलरले रोइ तपाईँलाई तास्न सकिन भने मेरो नाम पनि कौली होइन भनी धम्काएर पो हिँड्छे।